सम्पूर्णमा नमस्ते। आज हामी नेप्सेको एनालाइसिसमा छौँ। अ, आजको मार्केट ले साथ दिएन लगानीकर्तालाई। आज मार्केट घट्यो 13.46 अङ्कले घट्दै मार्केट चाहिँ 2766 को बिन्दुमा रहेर बसेको छ। आज 64 वटा कम्पनीहरूको सेयरको मूल्यमा बढोत्तरी देखियो भने 197 वटा सेयरको मूल्यमा चाहिँ घटेको पाइयो भने 8 वटा कम्पनी चाहिँ केही चेन्ज नभएको नो चेन्ज पाइयो। त्यस्तै गरी आजको टप गेनरमा चाहिँ यो कालिन्चोक हाइड्रो पावर जुन चाहिँ भर्खरै आइपिओबाट लिस्टेड भएको थियो त्यो भयो भने न्यायदी हाइड्रो पावर पनि गेनरमै छ एराउन्ड 10% जतिको प्राइस अप भएको छ। त्यस्तै गरी अरू चाहिँ यो म्युचुअल फन्डहरूको लगायतको डिभेन्चरहरूको कुरा छ। अब त्यसपछि लुजरमा टप लुजरमा विजय लघुवित्त सबभन्दा धेरै लुज गर्ने कम्पनीमा परेको छ। त्यसै गरी भगवती हाइड्रो पावर, त्यसपछि होटेल फरेस्ट इन र एकेजेसिएल र केकेएससी हुँदै यिनीहरू चाहिँ हाइएस्ट नम्बर अफ त्यहाँ लुजरमा टप 5 लुजरमा परे। आजको टर्नओभरको हिसाब गर्दाखेरि सबभन्दा धेरै टर्नओभर भएको एकेजेसिएल आगोखोला जलविद्युत कम्पनीको रहेको छ भने त्यसै गरी अर्को छ सेन्ट्रल फाइनान्स लिमिटेड र एनआरआइसीको धेरै टर्नओभर भएको छ। आज मार्केट हेर्दाखेरि 4.7 अर्बको कारोबार भएको छ भने 353 वटै कम्पनीको स्क्रिप्ट नै ट्रेडेड भएको छ आजको दिनमा हेर्दाखेरि। र आज सबभन्दा धेरै भोल्युममा कारोबार भएको एकेजेसिएल छ भने टप ट्रान्जेक्सन चाहिँ यो पाल्पा सिमेन्ट को पनि टप ट्रान्जेक्सन हुने भइहाल्यो। यो किन भयो भन्दाखेरि यसले भर्खर आइपिओबाट निकालेको हो, त्योबाट धेरैजनासँग 10 किताको दरले यसको सेयर भएको कारणले गर्दा यो चाहिँ 10% यसको चाहिँ ट्रान्जेक्सनको एमाउन्ट चाहिँ धेरै भएको हो। अब हामी यो नेप्से सँगसँगै हामी आज यो आजको मार्केटलाई टेक्निकल्ली हेर्छौँ, चार्टको मार्फतबाट हेर्छौँ। चार्ट हेर्दाखेरि आजको मार्केट चाहिँ घटेको अवस्था चाहिँ हिजो पनि त्यति धेरै बढेको अवस्था त थिएन। जम्मा 2 अङ्कले बढेको थियो र आज चाहिँ राम्रै अङ्कले घट्यो। त्यो कारणले गर्दाखेरि मार्केटलाई बियरिस नै हो भनेर भन्न त सकिँदैन। किन भन्दाखेरि साइडवेज नै चलिरहेछ। यो यही रेन्जमा 2720देखि 2800को बिन्दुमा यही बिचमै चलिरहेको छ। मार्केट यहीमा साइडवेज भए पनि कुनै स्क्रिप्टले चाहिँ एकदमै राम्रो कमाइरहेको छ, चलिरहेको छ कुनै स्क्रिप्टहरू। त्यो कारणले गर्दा यो समयमा चाहिँ स्क्रिप्ट वाइज चल्नु नै बुद्धिमानी हुन्छ। यो मार्केटलाई हेरेर बस्नुभन्दा पनि ओभरअल मार्केट चाहिँ वेट एन्ड सी नै को कन्डिसनमा छ भने तर केही स्क्रिप्ट चाहिँ जुन चलिरहेछन् ती स्क्रिप्टमा चलेर तिनीहरूसँग चाहिँ तिनीहरू अनुसार चल्दाखेरि चाहिँ बुद्धिमानी हुन्छ जस्तो लाग्छ। मार्केट चाहिँ यसरी ट्रेन्ड फलो गर्दै गर्दै माथि आएको छ। त्यो भएको हुनाले डराउनु पर्ने अवस्था चाहिँ छैन। जसरी यसरी यो लोवर लो, लोवर हाई हुँदै हुँदै यसलाई फेरि क्रस गर्दै, फेरि यसलाई क्रस गर्दै 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 अगाडि गएको छ। त्यो कारणले गर्दाखेरि मार्केटमा अहिले चाहिँ अब यो विभिन्न बजेटको त्यो ब्याड फिडब्याक त्यस्तै गरी यी कुराहरूको सेन्टिमेन्टको कारणले गर्दाखेरि नेगेटिभ भए पनि मार्केट चाहिँ माथि नै जाने देखिन्छ। जसरी हायर हाईलाई ब्रेक गर्दै माथि गइरहेको अवस्था देख्न सकिन्छ। यहाँबाट पनि कुन दिन ब्रेकआउट आउँछ भन्ने कुरा त अहिले ठ्याक्कै निश्चित छैन। तर ब्रेकआउट आइसकेपछि माथि नै पुग्ने देखिन्छ। यसको प्याटर्न पहिल्यैदेखिको प्याटर्न नै यही नै छ। तपाईँहरूले यहाँ मैले यो फिगरमा पनि देखाइरहेको छु। यसरी चाहिँ हायर हाईलाई ब्रेक गर्दै गएको छ। पहिल्यैदेखिको यो प्याटर्नमा चाहिँ ब्रेक गर्दै योभन्दा माथि ब्रेक गर्दै 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 नै गएको छ। पहिलाको जस्तो जुन अलि पहिला देख्न सकिन्थ्यो दिनदिनै सर्किट लाग्ने, दिनदिनै लोवरमा पुग्ने अनि दिनदिनै माथि पुग्ने त्यो खालको अवस्था छैन। र यो फल छ, यो फल चाहिँ अलिकति डेन्जर नै थियो। अलिकति तलैसम्म आउँछ कि जस्तो मलाई अनुमान लागेको थियो। तैपनि मार्केट चाहिँ अब यो दिनबाट चाहिँ बाउन्स ब्याक भएर यो जुन साइडवेजको रूपमा चलिरहेको छ। यो मार्केटलाई चाहिँ हामीले यो 2770 को बिन्दु कटिसकेपछि एकदमै स्मार्टली हेर्नुपर्ने हुन्छ। 2770 को यो बिन्दु कटिसकेपछि यो मार्केट चाहिँ यहाँबाट माथि जान लाग्यो भने चाहिँ हामीले बाई गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ भने 2-3 दिनको फरकमा पनि हामीले प्रफिट कमाउन सकिन्छ। त्यो कारणले गर्दा यहाँभन्दा माथि गयो भने बाई गर्ने र यहाँबाट तल बाउन्स ब्याक तल हुन खोज्यो भने चाहिँ हामी चाहिँ सेल गरेर यही बिन्दुमै सेफ साइडमा बस्नुपर्ने अवस्था हुनसक्छ। त्यसपछिको अर्को
अर्को बिन्दु रहेको छ यो बिन्दु रहेको छ 2667 को बिन्दु रहेको छ। यो बिन्दु कटिसकेपछि चाहिँ लगभग अ, के 2967 को बिन्दु रहेको छ। यो बिन्दु कटिसकेपछि चाहिँ लगभग 3000 भन्दा माथि नै पुग्नेछ मार्केट। त्यो भएको हुनाले अहिले चाहिँ हामी अलिकति संवेदनशील ठाउँमा त होइनौँ। संवेदनशील ठाउँमा चाहिँ जब यो 2775 को बिन्दु आसपास हुन्छ, त्यो बेलामा चाहिँ अलिकति संवेदनशील ठाउँमा पुग्छौँ र हामीले त्यही अनुसार नै हेर्नुपर्ने हुन्छ। त्यो यो नै छ चार्टले देखिएको कुराहरू चाहिँ यो नै छ। र आज माइक्रो फाइनान्स, फाइनान्स, डेभलपमेन्ट ब्याङ्क सबै सेक्टरमा चाहिँ जे होस् मार्केट लगानीकर्ताले गुमाए। सबभन्दा धेरै गुमाएको आजको ट्रेडिङ र नन लाइफमा चाहिँ धेरै गुमाएको देखियो। अनि होटेल र सबभन्दा थोरै गुमाएको चाहिँ म्युचुअल फन्डमा चाहिँ आज केही चमक देखियो। म्युचुअल फन्डमा अगाडिपट्टि टप गेनरमै धेरैवटा कम्पनीहरू चाहिँ यहाँ देखिएको छ। त्यो कारणले गर्दाखेरि म्युचुअल फन्डको चाहिँ पोजिटिभ इन्डेक्स छ भने अरू सबै सब सेक्टरहरूको चाहिँ नेगेटिभ इन्डेक्स रहेको छ। आज अब कुरा गर्दै जाँदाखेरि हामी 2-3 वटा स्क्रिप्टको बारेमा कुरा गर्छौँ। म आज अब एनआरआइसीको हेर्न चाहन्छु। एनआरआइसी जसले चाहिँ 900 तिर किन्न भ्याउनुभयो उहाँहरूले चाहिँ राम्रै कमाउनु भयो जस्तो लागिरहेछ मलाई। जसले चाहिँ यो बिन्दुमा किन्नुभयो, यो बिन्दुमा किन्ने साथीहरूले चाहिँ राम्रै कमाउनु भयो। यो 800-900 तिर किनेको साथीहरूले यो 1100 1200 सम्म आउँदाखेरि चाहिँ जे होस् केही नभनी राम्रै आम्दानी गरेको हुनुपर्छ। 1100 मै बेचे पनि 200 को प्रफिट चाहिँ उहाँहरूले पाउनुभएको छ। यसमा अब टेक्निकल्ली आरएसआईहरू लगाएर हेरौँ। यसको रिलेटिभ स्ट्रेन्थ चाहिँ एकदमै बाउट थियो। अहिले चाहिँ सोल्ड हुँदै जे होस् 66 को रेन्जमा छ। यो चाहिँ अझै पनि बाउट नै छ। त्यो कारणले गर्दाखेरि आरएसआई चाहिँ यो 2टा रेन्जको भित्र नै छ। अहिले चाहिँ त्यति धेरै आत्तिनुपर्ने अवस्था चाहिँ यसमा चाहिँ देखिँदैन यो आरएसआईको इन्डेक्सबाट हेर्दाखेरि। त्यस्तै गरी अब अर्को म्याकडीबाट हेरौँ। म्याकडीबाट हेर्दाखेरि चाहिँ सायद सेलिङ देखाउँछ होला। तर देखाएन। अब यो यहाँबाट चाहिँ बाउन्स ब्याक भएको जस्तो छ। अब यहाँबाट चाहिँ क्रस गरेर माथि जाने बित्तिकै हामीले चाहिँ एकदमै विचार गर्नुपर्ने हुन्छ। यो जाने बित्तिकै के हुन्छ भन्दा मार्केट चाहिँ यसको प्राइस चाहिँ माथि नै जान्छ जस्तो चाहिँ देखिन्छ। तर यसको चाहिँ टेक्निकल्ली भन्दा पनि यसको चाहिँ अब अरू न्युज लगायतका कुराहरू पनि विचार गर्नुपर्ने हुन्छ। यसको किन भन्दाखेरि यससँग जोडिएका कतिपय यसका लगानीकर्ता ठुला लगानीकर्ताहरूको विभिन्न केसहरू आइरहेको छ। त्यो कारणले गर्दाखेरि यसमा चाहिँ यो टेक्निकल्ली प्लस फन्डामेन्टल्ली प्लस न्युज प्लस सरकार सबै कुराहरू चाहिँ यसमा चाहिँ हेर्नुपर्ने देखिन्छ है। अब बोलिङ्गर ब्यान्ड लगाएर हेरौँ। बोलिङ्गर ब्यान्डमा हेर्दाखेरि चाहिँ जे होस् बोलिङ्गर ब्यान्डले चाहिँ एकदमै बाईको सिग्नल देखाइरहेको छ। त्यो कारणले गर्दाखेरि यो पनि एउटा स्टक हुनसक्छ केही समयको लागि। जुन यो चाहिँ अब लगभग 1400 1500 धेरै समयसम्म बसेको स्टक अहिले चाहिँ 1000 1100 को बिन्दुमा पाउँदाखेरि चाहिँ यो चाहिँ बाईको अप्सन चाहिँ हुनसक्छ। त्यो भएको हुनाले तपाईँले यसलाई पनि हेर्न सक्नुहुन्छ है। अब अर्को एउटा स्टक हेरौँ भगवती हाइड्रोपावर आज किन घट्यो होइन। भगवतीको हेरौँ। भगवती को के छ भन्दाखेरि भगवती चाहिँ लोकल सेयर हो। लोकल सेयर चाहिँ भएको कम्पनी हो जसको चाहिँ लकिङ पिरियड चाहिँ कटेको छैन। त्यो कारणले गर्दा यसको साउन्डमै लोकल सेयर चाहिँ बाँडफाँड हुने भएको कारणले गर्दाखेरि लगानीकर्ताले आज बेचे कि भनेर शङ्का गर्ने ठाउँ चाहिँ छ। तर त्यति धेरै डराइहाल्न पर्ने अवस्था चाहिँ यसको चाहिँ रहन्छ। यसको के रहेछ भन्दाखेरि चाहिँ यही रेन्जमै बसिरहेको रहेछ यो धेरै समय। यही रेन्जभित्रै छ। यसले चाहिँ अब यो 700 को बिन्दु ब्रेकआउट गरिसकेपछि चाहिँ यो 760 मा रेसिस्टेन्स राखेर तपाईँले त्यहाँबाट चाहिँ किन्ने बेच्ने चाहिँ डिसिजन लिन सक्ने खालको अवस्था चाहिँ यसमा चाहिँ देखियो। र टेक्निकल्ली हेर्दाखेरि बोलिङ्गर ब्यान्डले त्यति धेरै सपोर्ट गरेको छैन र आरएसआई यो म्याकडी पनि ठिकै छ। यसलाई चाहिँ अहिले किन्न भन्दाखेरि वेट एन्ड सी तपाईँसँग छ भने चाहिँ वाच गर्ने। छैन भने चाहिँ यो 700 को बिन्दु क्रस गरिसकेपछि यसलाई चाहिँ बाई गर्ने अप्सन चाहिँ हुनसक्छ। तर यसलाई लङ टर्म केही समयको लागि लङ टर्ममा चाहिँ जान चाहिँ त्यति धेरै बुद्धिमानी हुँदैन। किन भन्दाखेरि यसको त्यति धेरै पब्लिक सेयर त छ लोकल सेयर त छैन। तैपनि त्यो फ्लोमा चाहिँ मार्केट तपाईँ लगानीकर्ताले गुमाउन सक्ने अवस्था पनि यसमा चाहिँ हुनसक्छ। त्यो कारणले गर्दा यसमा चाहिँ विचार गर्नुपर्ने देखिन्छ है। अब कालिम्चोक हाइड्रो पावरको हेरौँ। कालिम्चोक हाइड्रो पावरको कुरा हेर्दाखेरि आज पनि सर्किट लागेको थियो अघि नै अब हामीले हेर्दाखेरि। र यसको चाहिँ आज पनि त्यति धेरै भोल्युम केही आएको छैन। त्यो भएको हुनाले यसको लगानीकर्ताले त्यति डराउनु पर्ने अवस्था चाहिँ देखिनँ मैले। यसको अझै 3-4 सर्किट चाहिँ मजाले जान सक्छ। 658 छ 1000 चाहिँ 1000 को आसपास चाहिँ पुग्न सक्ने चाहिँ सजिलै पुग्न सक्ने खालको अवस्था चाहिँ देखियो।
लगानीकर्ता जोसँग यो आइपिओ परेको छ उहाँहरू चाहिँ धैर्य भएर यसलाई चाहिँ कुरेर बस्ने हो भने चाहिँ यसले चाहिँ राम्रै रिटर्न दिन सक्छ। तर सबै अधैर्य भएर भोलि नै फाल्न लाग्ने अवस्था भयो भने चाहिँ त्यो चाहिँ अवस्था रहँदैन। तर त्यो चाहिँ अवस्था चाहिँ सिर्जना होला जस्तो चाहिँ मलाई लाग्दैन। त्यो कारणले गर्दाखेरि त्यो चाहिँ 1000-1100 को बिन्दुमा चाहिँ सजिलै पुग्छ जस्तो लागिरहेको छ। आजको यो नेप्से एनालाइसिस यति नै। हामी दिनानुदिन यो नेप्से एनालाइसिस गरिरहेका छौँ। बाँकी एनालाइसिस चाहिँ भोलि नै गरौँला। भोलि चाहिँ भोलि शुक्रबार विकली को एनालाइसिस गरौँला। शुक्रबार चाहिँ विकली एनालाइसिस गरौँला। आजको भिडियोमा चाहिँ यति नै। यहाँसम्म हेर्नुभयो, साथ दिनुभयो सबैलाई धन्यवाद। थ्याङ्क यू सो मच फर वाचिङ। वी विल सी यू टुमारो। बाई बाई।